हेलो साथीहरू, वेलकम छ सबैजनालाई मेरो नयाँ ब्लगमा। आई होप सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। मैले चाहिँ धेरै दिनपछि धेरै महिनापछि फेरि अर्को ब्लग ल्याएको छु। तपाईहरुलाई के कस्तो लाग्छ हेरेर आफ्नो प्रतिक्रिया दिनु होला। अनि हामी चाहिँ यस्तो खेतबारीमा हिँडेको छौं। कहाँ हिँडेको होला त साथीहरू, गेस गर्नु है। अनि हामी चाहिँ खेतमा भान्जीरोमा आएको छौं। भान्जी हेलो भन्नु। हेलो। अनि हामी चाहिँ मकै बारीको बीचबाट हिँड्छौं। अब तर अहिलेको पाल चाहिँ लास्टै राम्रो भा मकै त अरूको त राम्रो भा हाम्रो त खासै राम्रो छैन। किन हो कुन्नी, अरूको त कति ठुला ह, हाम्रो चाहिँ सानो छ मकैहरू। त्यही पनि के कस्तो छ अहिले हेरौँ। अब अलिकति राम्रो भएको भए त ठिकै हुन्थ्यो। कति ठुल्ठुला घोगा छ हौ अरूको त मकैको। अनि म चाहिँ सुत्दा खेतमा आएको हामी यसो फ्रेस भइन्छ कि भनेर। दुईजना मात्रै आम, अरू कोही छैन कि। देउरामा भएर यत्रो धेरै खनेर गएको ड्याड लाइनु त्यहाँदेखि त दुःख गर्नै पर्यो। सो साथीहरू, अब चाहिँ हामी अलिकति खेतमा पुनः मैले चाहिँ अब यसरी नै ब्लगहरू ल्याउँछु जस्तो चाहिँ भए पनि भनेर सोच्छु। फेरि मनै लाग्दैन। अनि सबैजनाले मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहोस्। भिडियो चाहिँ जस्तो भए पनि हेरेर आफ्नो प्रतिक्रिया दिनुहोस् र नराम्रो कमेन्ट चाहिँ नगर्नु होला। खासै सोशल मिडियामा एक्टिभ छैन नि त म। भर्खर सिक्दैछु, बिस्तारै सिक्दैछु। त्यसैले नराम्रो कमेन्ट नगर्नु होला साथीहरू। अनि अब हामी चाहिँ खेतमा पुग्न लागेको छौँ। यस्तो मकै बारी हिँड्न गाह्रो हुन्छ। एकदमै यसले पोल्छ कि काट्छ कि यस्तो घाँटीतिर अनुहारमा अस्ति गाह्रो हुन्छ। त्यही भएर हामी चाहिँ खेतमा आइसक्यौँ। हाम्रो खेतमा त्यस्तो खासै चाहिँ केही पनि छैन, केही फलै छैन। हाम्रो खेतमा त मकै सकै पनि हाले होइन हौ। धान चामल फाले बल्ल जुङ्गा फाले मकैले बल्ल यस्तो भएको छन्। कहिले फल्ने हो बल्ल बोडीले बल्ल यस्तो हाले बल्ल कहिले फल्ने कहिले टिपेर खाने भरै गाह्रो छ। अनि साथीहरू लास्ट घाम लाग्यो कि यस्तो घाममा पनि आयो भने यस्तो फ्रेस हुन्छ कि भनेर आएको, केही छैन। साथीहरू यस्तै फर्सीको मुन्टा फल्या स्याहार्नु र नि गाह्रो छ। फर्सीको मुन्टा पनि छैन हौ खासै हाम्रो त। अरूको चाहिँ फर्सीको बिउहरू पनि पाइएन के छु। मकै बारी त गाह्रो हुन्छ हौ भिडियो। बल्ल फर्सी हालेको छ, फर्सी फलेको बल्ल यत्रो फलेको बल्ल। फर्सीको मुन्टा यही हो हाम्रो त। तपाईहरुले तरकारीहरु के खानु भइराको छ
कमेन्ट गर्नु होला। बजारमा त झन् तरकारीहरू किनेर खानुपर्छ, हाम्रो त बरु गाउँघरमा त्यस्तै भए पनि हुन्छ। हाम्रो त मकैहरू पनि बाक्लो भएर होला बल्ल। छैन हो साथीहरू फर्सिने, हाम्रो त फर्सिँदैन। हाम्रो यो गरामा चाहिँ यत्र हालेर रहेछ बल्ल मकै। ठिकै छ। के को हुनु हो फर्सियो मुन्टानी बरै छैन, केही पनि छैन। फेरि टिप्नै नसकेर मैले त के भेटाएँ फर्सी भेटाएँ मैले चाहिँ। नानी अलि तल आउनु। यही भए पनि त भयो नि साथीहरू। यो चाहिँ झोलामा हाल्नु पर्यो, झोला हुँदा पनि प्लास्टिकहरूमा हाल्नु पर्यो। खै त एकछिन है। साथीहरू हाम्रो पसिना देख्न सक्नुहुन्छ, तिर्खा लागेछ अरे त आत्तिनु भएको छ। अब चाहिँ हामी जानु लागेको, पसिना यस्तरी आएको छ, लास्ट घाम लागेको छ नि त। ल हामीले केटी पनि देखाइदिउँ। देखिया हाम्रो तरकारीहरू चाहिँ यिनीहरू नै रहेको छ, देखेको छु म, यिनीहरू नै रहेको छ। ल अब चाहिँ म यहाँ हाल्छु। ल आउनु त एकछिनसम्म पनि त म हाल्छु। फर्सी हालेँ, अर्को पनि। ल साथीहरू अब चाहिँ हामी घर पुगेरै भेट्छौँ है त। साथीहरू फाइनली हामी चाहिँ घरमा आइसक्यौँ। घर आइसक्यो। तरकारी ल अब चाहिँ आजलाई यति नै, बाई।